चितवनवासी आमा बुवा दाजुभाइ दिदीबहिनीहरूमा मेरो हार्दिक नमस्कार ढोक छ। मेरो मन भरिएको छ, हृदयभरि तपाईँलाई बाँड्नु पर्ने कयौँ कुराहरू छन्, तर थाहा छैन आज किन मलाई शब्दहरू कसरी निकाल्ने होला भनेर आफूलाई सम्हाल्न गाह्रो परिरहेको छ। मैले आज यो 24 कोठीमा देखिएर आशीर्वाद लिएर मात्रै जाउँ, कुनै सभा नगरौँ भन्ने सोचेको थिएँ, किनकि यो 24 कोठीले हाम्रो लागि इतिहास बोकेको छ। देउता बस्ने र देउता जस्ता मान्छे बस्ने चितवनले मलाई होइन यो देशलाई न्याय गर्नेछ भन्ने कुरा मैले हिजै भनेको छु। परिवर्तनको सङ्कनाद गर्नको निमित्त अन्याय पर्दा यही चोकमा उभिएर तपाईँले कराउनु भएको थियो र आज परन्त अन्याय परेका विरुद्धमा, अन्यायका विरुद्धमा चितवनवासी तपाईँ आमा बुवा दाजुभाइ दिदीबहिनीहरू अझै पनि यहीबाट अन्यायका विरुद्ध उभिरहनु भएको छ। यो गुण तपाईँले मलाई मात्र होइन सिङ्गो देशलाई लगाउनु पर्नेछ। तपाईँले लगाउनु भएको यो गुण म देशलाई ऋणबाट मुक्त गराएर देशलाई तिर्नेछु। तपाईँहरूको गुण त्यसको एउटा संवाहक बनेर म तिर्नेछु भन्ने विश्वास लिएर बसेको छु। उपस्थित आमा बुवा दाजुभाइ दिदीबहिनीहरू, यतिखेर पनि म माथि निकै तलवारहरू छन्। मलाई डस्ने सर्पहरू मरे कि मरेनन् थाहा छैन, तर तिनले मेरो शरीरमा हालिदिएको विष बोकेर म आज पनि बाँचिरहेको छु। मेरो शरीरमा ती सर्पहरूले डसेको बिख अझै पनि बाँकी छ। म यो बिख लिएर पनि लड्छु, म लड्छु, यो बिख लिएर पनि मर्दिन, लड्छु, म लड्छु, यो बिख लिएर पनि लड्छु। यो शरीरमा एक थोपा रगत आउन्जेलसम्म म लड्छु। म यहीबाट बताउन चाहन्छु, जेन्जी भाइ बहिनीहरूको रगतको एउटा थोपो पनि खेर जान दिन्न, एउटा थोपो पनि खेर जान दिन्न। हामीले कोसिस गर्यौँ, चितवनले कोसिस गर्यो, आमा बुवा दाजुभाइ दिदीबहिनीहरू, रगतको एक थोपो नचुवाइकन हामी ब्यालेटका माध्यमबाट, मतका माध्यमबाट देशलाई ट्र्याकमा ल्याउनको निमित्त हामीले फुल बोकेर एउटा क्रान्ति सुरु गर्यौँ। चितवनले सुरु गरेको निलो क्रान्ति। कसैको पनि काँक्री दिएको थिएन, कसैको सिउँदो पनि बुझिएको थिएन, कोही टुरा टुरी भएका थिएनन्। हामीले त्यस्तो क्रान्ति सुरु गर्यौँ यहाँबाट, तर यिनले टेरेनन् हामीलाई। हामीले गरेको शान्त विद्रोह यिनीहरूले टेरेनन्। यिनीहरू लातका भूत थिए, बापले मानेनन्। केही छैन, राजसभा आज पनि निलो क्रान्तिमा विश्वास गर्छ। राजसभा आज पनि निलो क्रान्तिमा विश्वास गर्छ। र मलाई यहाँहरूलाई यति कुरा भन्दा गर्व लागेको छ कि यो यात्रालाई टुङ्गोमा पुर्याउनको निमित्त
अब तपाईँ हामी एक्लो छैनौँ, सिङ्गो देश र संसारभरि भएका नेपालीहरू साथमा उपस्थित आमा बुवा दाजुभाइ दिदीबहिनीहरू, मलाई धेरै कुरा भन्नु त छ र धेरै कुरा भन्नु पनि छैन, किनकि म लामो समय कारागारमा बसेँ र म माथिका मुद्दाहरू, म माथिको अपराधको सिलसिला सकिएको छैन। मलाई झुटा मुद्दा लगाउने सरकार अपदस्थ भएर हेलिकप्टरमा झुन्डिएर भागे पनि तिनले झुन्ड्याइदिएको मुद्दा छ। अपदस्थ सरकार हेलिकप्टरमा झुन्डिएर भागे पनि तिनले झुन्ड्याएको मुद्दा यो शरीरमा बोकेर बाँचेको छु, तर मलाई केही पनि फरक पर्दैन। म लड्छु, मेरो व्यक्तिगत माग मुद्दा केही पनि छैन, मलाई मेरो व्यक्तिगत जीवनका लागि केही चाहिएको होइन। यो देशको परिवर्तनको लागि कसै न कसैले लड्नै पर्छ, हामी लड्छौँ, केही चिन्ता छैन। म आज यति मात्र भन्न चाहन्छु कि यो सरकारलाई जेनजीको मागमा र जेनजीले जेका लागि बलिदानी दिएको थियो त्यसमा अडिग भएर बसोस्। सरकार हामी साथ दिन्छौँ, अडिग भएर बसोस्। सुशासनका लागि जेनजी भाइ बहिनीहरूले आफ्नो यो भूमिमा आफ्नो रगत चढाएका छन्, ती आमाहरूले आफ्ना सन्तान चढाएका छन्। ख्याल गर्न पाइन्न, ख्याल गर्न पाइन्न। यहाँ रवि लामिछानेको मुद्दा ठुलो कुरो होइन, देशको भविष्यको मुद्दाको ठुलो कुरा हो। आमा बुवा दाजुभाइ दिदीबहिनीहरू, तपाईँसँगको भेटघाटलाई मैले अर्को पटकको लागि अलिकति लामो भेटघाट सोचेको थिएँ, तर आज यति ठुलो उपस्थिति भइसकेपछि मनका केही कुराहरू भन्न मन लागेर म यहाँ उपस्थित भएको छु। र म फेरि पनि भन्छु यहाँहरूलाई, एउटा मान्छेले परिवर्तन गर्न सक्छ कि सक्दैन भनेर हिजोका दिनमा पनि हामीलाई उडाइएको थियो। यसले जित्यो भने यसो गरौँला भनेर बाजी थाप्ने मान्छेहरू छन्। अहिले पनि यो हुँदैन अरे, म अहिले आउने पत्रकार साथीहरूले सोध्नुभयो, यो जिते पनि के सांसद हुन पाउँदैन अरे, मन्त्री हुन पाउँदैन अरे। मान्छे हुन पाउँछु, म मान्छे हुन पाउँछु। तिनीहरूले मलाई मान्छे मात्र हुन दिन्छौ? मान्छे मात्र रहेछु भने पनि भ्रष्टाचारीको महल ढाल्न पर्याप्त छ। मान्छे मात्र रहेछु भने पनि भ्रष्टाचारीको महललाई खरानी बनाउन पर्याप्त छ। रवि लामिछाने मान्छे त हुन दिन्छ होला नि? अनागरिक बनायौ, जबरजस्ती झुटा मुद्दा हालेर संसदबाट बाहिर निकाल्यौ, जनताको मनबाट बाहिर निकाल्न सक्यौ? सक्छौ भने जनताको मनबाट बाहिर निकाल। आजको भेटलाई मैले छोटो बनाउनु पर्ने छ, किनकि यो बेला संवेदनशील बेला हो, यो बेला ध्यान दिनुपर्ने बेला हो। मुलुक एउटा अत्यन्त जटिल परिस्थितिमा उभिएको छ। यो जटिल परिस्थितिमा सबैले संयमित भएर काम गर्नुपर्नेछ। आवेग र उत्तेजनामा काम गर्नु हुने छैन। र म तपाईँहरूलाई यो चोकबाट उभिएर भन्न चाहन्छु, यिनीहरूले मलाई जुन प्रतिशोध छाने नि, रुकाउनुहोस्। प्रतिशोधपूर्ण राजनीति मबाट हुने छैन। म पुण्यका लागि प्रतिशोध को राजनीति गर्ने छैन। म लोकतन्त्रमा विश्वास गर्छु, प्रतिशोधमा विश्वास गर्दिनँ। मलाई लोकतन्त्रले थुनेको होइनन्, यी अपराधीहरू षड्यन्त्रकारीहरूले थुनेका हुन्। तिनीहरू लोकतन्त्र होइनन्, तिनीहरू लोकतन्त्र होइनन्। यो देशमा लोकतन्त्र जिउँदो छ, त्यसको प्रमाण, जिउँदो प्रमाण तपाईँ चितवनवासी दाजुभाइ दिदीबहिनीहरू आज उभिनु भएको छ। उपस्थित आमा बुवा दाजुभाइ दिदीबहिनीहरू, हामीले अत्यन्त संयमित हुनुपर्नेछ। मुलुक जुन अवस्थामा आज आएको छ, यसले एउटा बाटो लिने तयारी गरेको छ। यस्तो अवस्थामा हामीले भोलिको बाटो तय गर्नुपर्नेछ। अत्यन्त जिम्मेवार हुनुपर्नेछ। नागरिकको माया र विश्वास पाएपछि त्यसका बलमा नागरिकलाई हेप्ने पेल्ने काम हामीबाट हुँदैन। हामी जिम्मेवार भएर काम गर्नेछौँ। यस देशका साना साना बालबालिकालाई यहाँ देखेको छु मैले, बाबामाहरूलाई देखेको छु। अहिले साना भएका बालबालिका मात्र होइन, अब यो देशमा अहिले नजन्मिएका र भोलि जन्मने भविष्य, तिनको भविष्यलाई पनि ध्यानमा राखेर हामीले जिम्मेवार भएर काम गर्नुपर्छ। तिनको भविष्य पनि हाम्रो हातमा छ। त्यसैले म संयमित भएर अगाडि बढ्न चाहन्छु। म आवेग र उत्तेजनामा छैन पनि, तर जुन घाउ यिनीहरूले देखेका छन्, मलाई यति लामो समय अड्डा सार गर्दै उतापछि उता घुमाउँदै जुन दुःख दिएका छन्, त्यो घाउ चढाएर कहिलेकाहीँ म अलिकति चिच्याउला कराउला, तर पिर नगर्नुहोस्। म संयमित छु। हिजोको रवि लामिछाने रहेन, यो आजको रवि लामिछाने हो। मान्छे हो म, हिजोको रवि लामिछाने अब रहेन। मलाई रहन दिएन नि यिनीहरूले। म सामान्य परिवर्तन गर्न हिँडेको थिएँ। झुटा मुद्दाको चाङमाथि मलाई यिनीहरूले उभ्याए, ठिक छ। त्यही झुटा मुद्दाको चाङमाथि उभिएर व्यक्ति मात्र भएर पनि भ्रष्टाचारीको महल ढल्छ, यो कुरामा आज 24 कोटीबाट
उपस्थित आमाबुवा दाजुभाइ दिदीबहिनीहरू, 23 गतेको नरसंहार नआएको भए 24 गते आउने थिएन। आज 24 गतेलाई मात्र ब्लेम गर्ने, 24 गतेलाई मात्र आरोप लगाउने काम भएको छ। खबरदार, पाइँदैन। अघिल्लो दिन कलिला बाल बालिकाहरूको छाती र टाउकोमा ताकी गोली नहानेको भए 24 गते देश जुरुमुराउने थिएन। देश जुरुमुराएको होलान् केही घुसपैठियाहरूले केही आक्रमण गरे होलान्, घुसे होलान् केही मान्छेहरू, तर देशको घरबाट 24 गते केटाकेटीलाई मार्नेका विरुद्ध मान्छे ज्वाला लिएर निस्केका हुन्। 24 गते जनआन्दोलन भएको हो। त्यसैले म सरकारलाई यहीबाट स्पष्ट गर्न चाहन्छु, निर्वाचनको विकल्प छैन। निर्वाचनमा देश जानुपर्छ। निर्वाचन अगाडि जेनजीको रगतले र जेनजीको ढलेको शरीरमाथि उभिएको यो सरकारले जेनजीको सपना पूरा गर्ने आँट र ताकत दियोस्। रासोपा सरकारसँग जेनजीको माग पूरा गर्ने हकमा र निर्वाचन सम्पन्न गर्ने हकमा शक्तिशाल भएर खडा हुनेछ। रासोपा अगाडि बढ्नेछ, सरकारलाई साथ दिनुपर्नेछ। सरकारले खुट्टा कमाउनु पर्ने केही पनि जरुरी छैन। जनताको साथ छ यो सरकारलाई। यो सरकारमा हाम्रो कोही पनि हुनुहुन्न, तर जनताको मुद्दामा, जेनजीको मागमा, विशेष गरी सुशासनलाई ध्यानमा दिएर सुशासन कायम गर्ने कुरामा झ्यालबाट ढोकाबाट च्याउनु पर्दैन। यो सरकारले सिधै अगाडि बढे हुन्छ। राष्ट्रवाद जन्त्र सरकारको साथमा। उपस्थित आमाबुवा दाजुभाइ दिदीबहिनीहरू, आज म यहाँ बोलिरहेको छु। मेरो शरीरमा यिनीहरूले छरेको विषले मलाई कतिखेर ढाल्छ मलाई थाहा छैन, तर जबसम्म सास फेरिरहन्छु नि म यस्तै रहिरहन्छु। मेरा व्यक्तिगत माग मुद्दा केही पनि छैन। तपाईँको मुद्दालाई शिरमा बोकेर हिँडेको छु। यही शिरमा तपाईँको त्यत्रो आशीर्वाद लागेको छ। म किन निराश हुने? म यो देशको त्यो भाग्यमानी छोरो हुँ। म यो चितवनको त्यो भाग्यमानी छोरो हुँ जसका लागि देशका आमा बाबाहरूले भाकल गरेका छन्। म किन निराश हुने? मलाई कारागारमा आएका साथीहरू भन्नुहुन्छ, मलाई भेटेका साथीहरू हुनुहुन्छ, तपाईँ त जस्ताको त्यस्तै हुनुहुन्छ, खोइ तपाईँको अनुहारमा उदासी पनि छैन भन्नुहुन्छ। लाखौँ आमा बाबुको शिर आशीर्वाद पाएको शिर बोकेर पनि अनुहार मिलाउनु भाषा र मिलाउनु सानै पार्दैन। हेलिकप्टर चढेर भागेकाहरूसँग भाग्छ र मिलाउनु सानै सामना गर्छ। लगाउहरू मुद्दा मलाई केही पनि भन्नु छैन योभन्दा बढी। उपस्थित आमा बुवा दाजुभाइ दिदीबहिनीहरू, निर्वाचन आउँदैछ। यो निर्वाचनमा हामीले विवेक प्रयोग गर्नुपर्ने छ। मैले अघिल्लो पटकै भनेको थिएँ, यो भोट बाँडेर दिने काम तपाईँहरू नगर्नु होला। एक भोट यसलाई दिउँ, एक भोट उसलाई दिउँ भनेर नगर्नु होला। आज म यहीँबाट उद्घोष गर्न चाहन्छु कि मलाई जिरो पार्नुहोस् कि यिनलाई जिरो पार्नुहोस्, कि हामीलाई जिरो बनाइदिनुहोस्। होइन भने एकपटक यिनीहरूलाई जिरो पारेर हेरौँ। यिनलाई जिरो पारेपछि बल्ल देश नेपाल हिरो हुन्छ। म बोल्न बसेपछि साथीभाइहरू अलिक पछि आत्तिनुहुन्छ, यस्तै धेरै बोल्नुहुन्छ। हाम्रो सभापतिलाई बोलेकै कारणले फेरि समस्या पर्छ कि भन्नुहुन्छ। म एउटा कुरा तपाईँलाई बताउँछु, जनताको मुद्दा बोकेर हिँडेपछि कि सिंहदरबार गइन्छ कि नखु गइन्छ, के गइन्छ? नदी लामी छ रे, नखु जान पनि तयार, सिंहदरबार जान पनि तयार। जनताको मुद्दा छोड्नेवाला छैन। चितवनका जनताले मलाई जे भनेर भोट गरेर दिएर पठाएको थियो त्यो त म मोरे पनि छोड्दिनँ। सरकारमा किन गएको भन्नुहुन्छ नि, किन गएको थाहा पाउनु नि अहिले यही कारणले। होइन, यिनले मलाई लगभग 6 फिट 6.5 फिट जतिको खाल्डो खनाएको ठ्याक्क मलाई पूर्ण पुग्थ्यो, ठिकै थियो नि। यिनले खाप्रो खाल्डो यत्रो खने, सिङ्गै गाउँ पुरै खाल्डो खने। ठिक छ गाडी, म के भन्न सक्छु? म केही पनि भन्न सक्दिनँ। तर म फेरि पनि यहाँबाट बताउन चाहन्छु, म कसैलाई कटाक्ष गर्नेवाला छैन। म नेपाली जनतालाई जिताउने यात्रामा अगाडि बढेको छु। नेपाली जनताले जित्दा कसले हार्छन् मलाई बर्बाद छैन। नेपाली जनतालाई जिताउने हो। जनताले जित्दा को हार्छन् को भाग्छन्
कसको घरबाट के बरामद हुन्छ, कसको घरबाट खाली कागज र प्रमाण बरामद हुन्छ, कसको घरबाट पैसाको नोट उड्छ, मलाई परवाह छैन, मलाई परवाह छैन। तर जित्नु चाहिँ पर्छ। कसले? मैले होइन, तपाईँले। तपाईँले जित्ने हो, मैले होइन, तपाईँले जित्ने हो। मैले अघि भने जस्तै अहिले जन्मिएका मात्र होइन, भोलि जन्मिने यो देशका बच्चाले जित्नुपर्छ, बच्चाले जित्नुपर्छ। यही देशमा भविष्य खोज्ने हो, यही देशमा हामी बस्ने हो, हामी भागेर जाने होइन, यही देशमा भविष्य खोज्ने हो। र भविष्य खोज्न विदेश गएकाहरूलाई पनि आफ्नो देश फर्कन सक्ने वातावरण बनाउन लड्ने हो, लडिने हो। उपस्थित आमाबाबु दाजुभाइ दिदीबहिनीहरू, आजको यो भेटघाटलाई अब म केही बेरमा छोटाउन गइरहेको छु। मैले अघि पनि भने न्याय पाउने मेरो क्रम अगाडि बढेको छ। न्यायको लागि मेरो लडाइँ सकिएको छैन। अहिले मैले भन्नै पर्ने केही कुराहरू पनि भन्दा यो प्रक्रियामा समस्या पर्ला। उपस्थित आमा बुवा दाजुभाइ दिदीबहिनीहरू, म अन्त्यमा आजको यो भेटघाटलाई छोटाउनु पर्नेछ। योभन्दा पनि छोटो गर्नेवाला थियो, तपाईँहरू त्यसपछि यहीँबाट आउँछ त्यो गर्ने, यही भित्रबाट आउँछ। त्यसैले मेरो न्यायको लडाइँ बाँकी नै छ। न्याय पाउने आशामा म निरन्तर लडि नै रहेको छु। यो लडाइँमा तपाईँले दिनुभएको साथका लागि म तपाईँलाई धन्यवाद दिन चाहन्छु। र मैले हिजो भने जस्तै यिनले मलाई अन्याय गरे, मलाई थुने भनेर के चित्त दुखाउनु, मलाई दुःख दिए भनेर के चित्त दुखाउनु, सिङ्गो देशलाई जुन दुःख दिएका छन्, मलाई दिएको दुःख त्यसका अगाडि केही पनि होइन। सिङ्गो देश र पुस्तकलाई दिएको यो दुःखको हिसाब हामीले मिलाउनु छ। यिनीहरूसँग बदला लिने केही पनि जरुरी छैन। हामीले लड्नुपर्ने यिनीहरूसँग होइन, जसलाई जनताले अपदस्थ गर्यो उनीहरूसँग के लड्नु। हामी लड्ने त यिनले हामीलाई दिएको उपहार स्वरूप चढाएको रोग, शोक, गरिबी, अशिक्षा, बेरोजगारी विरुद्ध लड्ने हो। म जेनजी पुस्ताका दाजुभाइ दिदीबहिनीहरूलाई सलाम भन्न चाहन्छु। हामीले त चुनाव कुरेका थियौँ, तपाईँहरूले चुनाव कुर्नु भएन, बजाइदिनु हो। हामी चुनाव कुरेका थियौँ, अस्ति 21 भयो, अर्कोचोटि अर्को चुनाव गराउला नि त भनेर हामी सोझो पार्लिमेन्टमा पनि हल्ला नगरी कुर्सी नमाजिकन उठेर गऱ्यौँ। जेनजीले त बजाइदियो। बजाउनु त हामी पनि बजाउँथ्यौँ। अलिक पुरेर ब्यालेटका माध्यमबाट भने जेनजीले कहाँ 84 कुर्थ्यो, 82 मा बजाइदियो। तर अब जे भयो यो बाटो होइन, जे जसरी भयो, जुन तरिकाबाट भयो, देशका संरचनाहरू जले, हामीलाई दुःख छ। तर त्योभन्दा पनि धेरै त हाम्रा सपनाहरू जलेका छन्। त्यसलाई चाहिँ खरानी दिनु भएन नि, त्यसलाई बचाउनु पर्यो नि। सिंहदरबार बनाउला, संसद भवन बनाउला, न्यायालय पनि बनाउला, तर वर्षौँदेखि खरानी भएको हाम्रो सपना कसले बनाउँछ? हामी बनाउँछौँ। हामी सबै जेनजीको साथ बोकेर, हामी जेनजी भाइ हो, रवि दाई पनि साथमा छ, किन चिन्ता गर्छ? मिलेर जहाँसम्म मिल्ने सवाल छ, जहाँसम्म सँगै जाने सवाल छ। मैले कारागारबाट पनि भनेको थिएँ, मैले के त्याग गर्नुपर्छ म तयार छु। म कारागारमा छु, मेरो पार्टी बनाउनुहोस्, पार्टीले जे भन्छ त्यही, मलाई केही पनि चाहिएको छैन। पार्टीका साथीहरूसँग कुराकानी गर्नुहोस्। कसैलाई चुनाव चिन्ह चाहिन्छ, मेरो स्वागत छ, लैजानुहोस्। पार्टी चाहिन्छ लैजानुहोस्, झन्डा चाहिन्छ लैजानुहोस्, पार्टी अफिस चाहिन्छ, सिङ्गो पार्टी लैजान्छ लैजानुहोस्, सभापति चाहिन्छ, उपसभापति चाहिन्छ लैजानुहोस्। देश बन्नु पर्यो, व्यक्तिको कुनै ठुलो कुरो होइन। मिल्नुपर्ने जो हो, अन्त्यमा हामी मिलेरै छोड्छौँ। तपाईँले चिन्ता गर्नु पर्दैन। हाम्रा सबै साथीहरू संवादमा हुनुहुन्छ, मेरो एउटा मात्र प्रश्न छ अन्त्यमा। यो मिल्ने भन्ने कुरा साथी हो, टाउको ठोकेर मित लगाए जस्तो होइन। र यो मिल्ने भन्ने कुरो एउटा चुनावका लागि होइन। म एउटा चुनावका लागि राजनीतिमा आएको मान्छे होइन, म एउटा पुस्ताका लागि राजनीतिमा आएको मान्छे हो।
सिङ्गो पुस्ताको भविष्य नबनुन्जेल मिलिरहने भने मिलाउ नभए नमिलाउ। त्याग गर्ने नाम पहिलो लिस्टमा मैले आफ्नो नाम चढाएको छु। त्यहाँको छ एउटा पुस्ताका लागि मिल्ने हो भने पहिलो त्याग रवि लामिछानेले गर्छ। एउटा चुनावका लागि मात्र हो भने आइ एम सरी। तर मलाई विश्वास छ देशले निकास लिनेवाला छ। मैले त्यतिखेर पनि भनेको थिएँ साथी हो, देशलाई प्रसव वेदना भएको चाहिँ दुखेको, किनकि परिवर्तन जन्मँदैछ नि। आमाहरूलाई थाहा छ नि प्रसव वेदना जब सन्तान जन्मिन्छ कति दुख छ। अहिले देशलाई दुखेको आमा हो, दुखेको, तर परिवर्तन रूपी सन्तान त जन्माउँदैछ नि। जेनजीले त्यसलाई अलिकति छिटो ल्याइदियो, तर हामी साथ बनाउनेछौँ। परिवर्तन चाहने सबैसँग मिलेर अगाडि बढ्नेछौँ। मुलुकको परिवर्तनका लागि हामी प्रतिबद्ध छौँ। यहाँहरूले केही चिन्ता नगर्नुहोला। र अर्को कुनै भव्य सभाका लागि म फेरि पनि आउनेछु, यहाँहरूसँग चाहिँ फेरि पनि बस्नेछु। आजका लागि मैले आफ्नो भनाइ यही टुङ्ग्याएँ र आफ्नो अभिव्यक्तिहरू अब हाम्रा अभिव्यक्तिहरू हामीले ध्यानपूर्वक दिनुपर्नेछ। मुलुकको भविष्यलाई सोचेर हामीले हाम्रा क्रियाकलापहरू अगाडि बढाउनु पर्नेछ। भत्केका संरचनाहरू बनाउनु पर्नेछ। टुटेका सपनाहरूलाई हामीले सास आवाज दिनुपर्नेछ। त्यसैले हामी त्यसैका लागि तयार भएर बसेका छौँ। म आज यहाँ छु, भोलि म कहाँ हुन्छु मलाई थाहा छैन। पुरानाले दुःख दिए, आशा छ नयाँहरूले दुःख दिने छैनन्। मलाई विश्वास छ तपाईँहरू सबैको साथ। मलाई के विश्वास छ भने तपाईँहरूको सबैको साथ, माया र विश्वासका साथ हामी यो मुलुकलाई नयाँ नेतृत्वमा लिएर जानेछौँ। आगामी चुनाव तपाईँ हाम्रो भविष्यका लागि अत्यन्त महत्त्वपूर्ण चुनाव हो। त्यसकारणले सरकारलाई सुशासनको डन्डा चलाउँदै समयमा निर्वाचन गर्नको निमित्त हाम्रो साथ रहेको कुरा म 24 कोटिबाट बताउन चाहन्छु। म नखु कारागारको जेलमा बसेर कहिलेकाहीँ टेलिभिजन हेर्थेँ। मैले आजभोलि प्रधानमन्त्रीको जीवको अनुहार अँध्यारो देखेको छु। अनुहार उज्यालो पार्नुहोस् प्रधानमन्त्रीज्यू, अनुहार उज्यालो पार्नुहोस्। बगिनी हो, बगिनी नै बन्नुहोस्। रासोपा तपाईँको साथमा छ। सुशासनको डन्डा चलाउनुहोस्, चुनाव गराउनुहोस्। रासोपा तपाईँको साथमा छ। अनुहारमा हाँसो ल्याउनुहोस्, खुसी ल्याउनुहोस्। न्यायको मूर्ति हो तपाईँ। धेरैलाई न्याय अदालतमा दिनुभयो होला। देशलाई न्याय गर्ने ठाउँमा आउनुभएको छ खुट्टा रत्ती गर्नको लागि। एक बारको दुनियो धेरै भए तपाईँ नखु जाने त भने किन चिन्ता गर्नुहुन्छ? सिङ्गो देश तपाईँको साथमा छ। इतिहासले तपाईँलाई यो अवसर दिएको छ। नेपाललाई मात्र आमा भन्नेले प्रधानमन्त्रीलाई आमा भनेको छ। सन्तानको स्याहार गर्नुहोस्, सन्तान साथमा छ। हस्, अब योभन्दा धेरै बोल्यो भने फेरि अर्को मुद्दा लाग्ला। अब म यहाँबाट काठमाडौँ जान्छु। मैले सबैभन्दा पहिला भेट्न चाहेको शहीदका आमाहरूलाई हो। हे शहीदका आमाहरू हो, तपाईँहरू किन चिन्ता गर्नुहुन्छ? तपाईँका छोराछोरीहरूले बलिदानी दिए, हामी जिउँदो छैनौँ र त्यो रगत खेर जान दिँदैनौँ नि हामी। किन चिन्ता गर्नुहुन्छ? मैले कारागारमा जाँदा तपाईँहरूलाई भनेको थिइनँ र? तपाईँहरूलाई समस्या पर्यो भने रवि लामिछाने त्यही कारागारमा छ, नखुमा छ, आउनुहोस् भनेको थिएँ। आज म आउँछु तपाईँकोमा, तपाईँको घरमा आउँछु। म तपाईँको आँसु पुस्ने कोसिस गर्नेछु। म मात्र होइन, सिङ्गो रासोपा तपाईँसँग आउनेछ। सिङ्गो चितवनको माया बोकेर म आज शहीदका आमाहरूलाई भेट्न जाँदैछु। यो सार्वजनिक मञ्चमा म ती आमाहरूलाई भन्न चाहन्छु, आमा हो, कोख रितिएको होला, केही छोराहरूले बलिदानी दिए होला, सिङ्गो चितवनका छोराछोरी तपाईँको साथमा छन्। तपाईँलाई हामी छोड्दैनौँ, हामी साथमा छौँ। समय लाग्ला, चिन्ता नगर्नुहोस्। तर यो देशमा सुशासन ल्याउनको निमित्त स्कुल ड्रेसमा संसद अगाडि ढलेको तपाईँको छोरो त्यहाँ ढल्यो होला, तर हामी ढल्न दिँदैनौँ। उसको शरीर ढल्यो, तर उसले बोकेर आएको सपनालाई हामी ढल्न दिँदैनौँ, मर्न दिँदैनौँ। यो शहीदका आमाहरू हो, आँसु पुछ, छाती डह्रो पार, मुटु डह्रो पार, नडराउ, शिर ठाडो पार। एउटा छोरो ढल्यो होला, लाखौँ छोराहरू देशभरि छन्, नडराउ।
शहीदका आमाहरू हो, यो देशको सपना पुरा गर्नको निमित्त तिम्रो छोरोले तिम्रो छोरीले दिएको बलिदानीको एक अंश पनि खेर हुँदैन। डर राख, किनकि त्यही परिवर्तन गर्नको निमित्त भएर मानिसहरू जागेका हुन्। मैले 24 गतेको कुराकानी गरेँ होला, केही घुसपठियाहरू पैसाहरू आयो होला, तर अघिल्लो दिन ताकी ताकी गोली खाएर ढलेका मानिसहरूलाई देखेर आक्रोशित जनताले घर घरबाट विद्रोह गरेका हुन्। जनताले गरेको विद्रोह हो, त्यो विद्रोह सामान्य होइन। त्यो विद्रोहलाई कतै कुनामा बसेर चिस्काउने चलाउने आँट नगर है, खबरदार। जनताको विद्रोहलाई चुनौती दिने भन्दै संसद बिउताउने हो कि भनेर आँखा चम्काउने र नचाउनेहरू हो होसियार। शहीदको रगत अझै सुकेको छैन, शहीदकी आमाको आँसु अझै ओभानो भएको छैन। खबरदार, धेरै आँखा नचम्काउनु होला। आमा बुवा दाजुभाइ दिदीबहिनीहरू, अब सायद हाम्रो भेट निर्वाचनमा हुन्छ होला, त्यसभन्दा अगाडि पनि यहाँहरू समक्ष आउने म कोसिस गर्नेछु। त्यो बेलामा ज्यान गुमाउनु हुनेप्रति म हार्दिक श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु। परिवारप्रति मेरो गहिरो संवेदना छ। घाइते साथीहरू हो, तिमीहरूको शरीरभित्र अहिले पनि गोलीका छर्राहरू छन् होला, चिन्ता नगर्नु। गोलीको छर्रा तिमीहरूको शरीरभित्र भए तापनि सिङ्गो देशमा दुखेको छ, चिन्ता नगर। त्यो घाउमा मलम लगाउनको निमित्त लाखौँ युवा तिम्रो साथमा आउँछन्। आज हेर्दा तिमीहरू छरिएको जस्तो देखियो होला। हामी एक ठाउँमा जुटाउँछौँ, तिमीहरूलाई एक ठाउँमा ल्याउँछौँ, छरिनु पर्दैन, एक ठाउँमा ल्याउनु पाउँछ। जेन्जी अभियन्तादेखि नयाँ जति पनि साथीहरू हुनुहुन्छ सबैलाई एकै ठाउँमा ल्याउनको निमित्त राष्ट्रपाले पहल गर्नेछ। तपाईँको रवि लामिछानेले पहल गर्छ, चिन्ता नगर्नु। त्यसका लागि आफ्नो पद, आफ्नो कुनै पनि कुरा के गर्नुपर्छ त्यसको लागि मैले आज होइन हिजै भनिसकेको छु। त्यसैले म सुरक्षा निकायका साथीहरूलाई आफ्नो दिलो ज्यानले सुरक्षामा खटिनु भएकोमा धन्यवाद दिन चाहन्छु। हो, हताहतका क्रममा कयौँ प्रहरी साथीहरूको पनि ज्यान गयो, उनीहरूले शहादत प्राप्त गरे। म उहाँहरूलाई श्रद्धाञ्जली दिन चाहन्छु र सुरक्षाकर्मी साथीहरूलाई उच्च मनोबलका साथ काम गर्नलाई अनुरोध गर्न चाहन्छु। हो, हरेक आन्दोलनमा तपाईँहरू तारो बन्नुहुन्छ, राज्यले दिएको काम गर्दाखेरि तपाईँहरूलाई चोट लागेको छ, तर चिन्ता नगर्नुहोस्। आजसम्म तपाईँले भ्रष्टाचारको आहालमा डुबेकाहरूलाई जबरजस्ती सलाम गर्नु पर्यो, अब तपाईँले भ्रष्टाचारको आहालमा डुबेकाहरूलाई चाँडै सलाम गर्नुपर्ने छैन। जतिखेर यो देशमा नागरिकको सरकार, वास्तविक जनताले भोट दिएर बनेको नागरिकको भ्रष्टाचारहरू मुक्त सरकार बन्नेछ, त्यतिखेर हिजोको आन्दोलनमा तपाईँले खाएको चोटको पनि बदला त्यतिखेर लिइनेछ। सुरक्षाकर्मी साथीहरू, मन सानो नपार्नु होला, हामी साथमा छौँ, चिन्ता नगर्नुहोस्। घाउ तपाईँलाई मात्र लागेको छैन, हामीलाई पनि लागेको छ। यहाँ सुरक्षा निकायलाई बदनाम गर्ने कोसिस गर्न खोजिन्छ, कोसिसहरू गरिरहेका छन्। म सुरक्षाका सबै निकायहरूलाई उच्च मनोबलमा रहनको लागि हार्दिक अनुरोध गर्न चाहन्छु। र हिजोको दिनमा जनता बचाउँदा स्याबासी पाउनुपर्ने नेपाली सेनामा पनि बदनाम गर्ने काम भएको छ। नेपाली सेनाले जति गर्न पर्थ्यो जति गर्न सक्थ्यो त्यो गरेकै हो, जनता जोगाएकै हो। नेपाली सेनाप्रति उच्च सम्मान कायम गर्न चाहन्छु। सुरक्षा निकाय नेपाल प्रहरीप्रति उच्च सम्मान कायम गर्न चाहन्छु। राष्ट्रलाई कमजोर पार्नको निमित्त यी निकायहरूमा आक्रमण गर्न बन्द गर्नु होला। न्यायिक निकायलाई उच्च मनोबलका साथ अगाडि बढ्नको लागि अनुरोध गर्न चाहन्छु। जसले जे भने पनि हामीले विश्वास गर्ने न्यायालय नै हो, न्यायालयप्रतिको सम्मान कायम राख्नुपर्छ साथी हो। न्यायालयका बहसहरूलाई सडकमा ल्याउनु उचित हुँदैन। न्यायालयलाई सुधार्नु पर्छ, आफ्नो ठाउँमा छ, तर भएको न्यायालयलाई विश्वास गर्ने हो, न्याय दिने न्यायालय नै हो। न्यायालयप्रति पनि मेरो उच्च सम्मान रहेको कुरा पनि म यहाँ अभिव्यक्त गर्न चाहन्छु। र यो सँगसँगै आजको यो भन्न खोजेको छोटो हुन गएको लामो मन्तव्य यही ढुङ्ग्याउँछु। 5 मिनट बोलेर जान्छु भनेर आएको चितवनको यत्रो माया पाएपछि 5 मिनट पो जान्छ। अब नआउनु राजनीतिमा आइहाल्यो, नआउनु राजनीतिमा आइहाल्यो। आइसकेपछि 5 मिनटमा को जान्छ? लेखिसकेका थियौँ यही 24 कोठीमा। हिजो अन्यायमा पर्दा तपाईँले
एउटा व्यक्तिलाई अन्याय पर्यो भनेर तपाईँले न्याय दिनुभएको यही 24 कोटीमा। आज यो 24 कोटी रवि लामिछानेको न्यायको लागि होइन, यो देशको न्यायको लागि खडा भएको छ र यो देशले न्याय पाएरै छोड्छ। 5 मिनट लागोस् कि 50 वर्ष लागोस्, यो देशलाई न्याय दिने यात्रा सुरु भइसकेको छ। धेरै धेरै धन्यवाद दिन चाहन्छु चितवनलाई, धेरै धेरै माया, यो निरन्तर साथ सहयोगको लागि म धेरै धेरै आशा गर्न चाहन्छु। म अब चाँडै नै प्रधानमन्त्रीज्यूलाई भेट्न चाहन्छु र प्रधानमन्त्रीज्यूलाई भन्न चाहन्छु कि चितवनका जनता सुशासनको तपाईँको यात्रामा खडा भएर अगाडि बढेका छन्। तपाईँ आँखका साथ अगाडि बढ्नुहोला। र यो पनि भन्न चाहन्छु, आँट गर्नु भएन, तर्सिनु भयो, डराउनु भयो, खुट्टा कमाउनु भयो भने हामीले त माफ गर्ला, इतिहासले माफ गर्नेवाला छैन। त्यसैले सुशासनको सर्पसहित सुशासन कायम गर्नुहुन्छ भन्ने विश्वास सहित म प्रधानमन्त्रीज्यूलाई चाँडै भेट्नेछु र भएका कुरा चितवनमा आएर फेरि पनि भन्नेछु। सबैजनालाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु। अप्ठ्यारो समयमा तपाईँले मलाई आशीर्वाद दिनुभएको छ। म जेल पर्दा आफ्नो छोरो नाति जेल परे जसरी तपाईँले भाकल गर्नुभयो, रुनुभयो, आँसुका धारा बगाउनु भयो, आशीर्वाद दिनुभयो, मैले भुलेको छैन। मैले भुलेको छैन तपाईँले दिनरात प्रार्थना गर्नुभएको, मैले भुलेको छैन तपाईँले यहाँ लाठी गोली खानुभएको, मैले भुलेको छैन केही पनि। मैले भुलेको छैन जेएनजीका साथीहरू बीच सडकमा न्याय माग्दाखेरि, सुशासन माग्दाखेरि ढलेको मैले भुलेको छैन। नयाँ नयाँ साथीहरू संसदमा आउँदा हामीलाई अपमान गरेको मैले भुलेको छैन। ताकि ताकि टाउको र छातीमा गोली हालेको हामीले भुलेका छैनौँ, मैले भुलेको छैन। हस्, आजलाई यति नै। अर्को पटक फेरि आउँछु। यहाँहरू सबैको जय होस्। जय बन्टी। Robbie